जय मसीह सम्पूर्णमा फेरि पनि परमेश्वरले हामीलाई यो सुन्दर बिहानी हामीलाई चाहिँ जुटाइदिनु भएको लागि आदरणीय दाजुभाइ दिदीबहिनीहरू साथै कहाँबाट हेर्दै हुनुहुन्छ कुन ठाउँबाट हुनुहुन्छ साथै हेर्न चाहिँ नभुल्नुहोला। आज हामीलाई परमेश्वरले सुरक्षा राखिकन उहाँले हामीलाई हरेक ठाउँहरूबाट लिएर हरेक परिस्थितिहरूबाट परमेश्वरले हामीलाई चाहिँ सुरक्षा राख्नुभएको छ। प्रिय मित्र, हामी गर्व गर्नुपर्छ, हामी भाग्यमानी छौँ। आज थोरै रुगाखोकी लागेको कारणले गर्दाखेरि नै अलिकता चाहिँ कम आवाज आइरहेको छ होला, माफ गर्नु होला। किनभने प्रभुले जस्तो सुकै भए तापनि बिहानीको समयमा प्रभुलाई चाहिँ चाहे जस्तो सङ्घर्ष आओस्, चाहे परीक्षा आओस्, चाहे कुनै पनि सतावट आओस्, तर म चाहिँ छोड्दैन है। क्रिस्टको निम्ति बोल्नको लागि म पछाडि हट्दिनँ र क्रिस्टको वचनहरू सुन्न र हेर्नको लागि पनि म पछाडि हट्दिनँ, किनभने म अगाडि बढ्न चाहन्छु। हामी पनि त्यस्तै गरेर हामी अगाडि बढ्यौँ भनेपछि प्रभुले हामीलाई चाहिँ आशिष दिनुहुन्छ। प्रियहरू, हामीले नजानेका कुराहरू, असफलताका कुराहरू प्रभुले हामीलाई सफल बनाउनुहुन्छ। प्रिय मित्रहरू, त्यसै कारणले गर्दाखेरि हामीले सबैसँग प्रभु यीशु ख्रीष्टको प्रेम छ, अनुग्रह छ, उहाँको महिमा छ हामीसँग। यो बिहानीको समयमा हामीले चाहिँ प्रभुलाई अल्छी नमानिकन सुन्नुपर्छ। प्रिय मित्रहरू, हामीले प्रभुलाई बिहानीको समयमा प्रार्थना गर्नुपर्छ, दिनुपर्छ, किनभने धेरै परीक्षाहरू शैतानले गर्न सक्छ। आज म त्यही परीक्षाको विषय लिएर आएको छु है। आज कसरी परीक्षा गर्छ शैतानले भन्ने कुरा आजको विषयको शीर्षक छ। परीक्षाको विषयमा म बोल्न गएको छु। बाइबलमा परीक्षाको विषयमा चाहिँ धेरै पदहरूमा चाहिँ लेखिएको छ, तर हामी चाहिँ पढ्न चाहिँ हामी बोल्छौँ। प्रिय मित्रहरू, आजको वचनको टपिकलाई लिएर आइसकेको छु। आजको वचन छ, वचनको शीर्षक चाहिँ परीक्षा भन्ने शीर्षक छ। अनि यहाँनिर पुस्तक चाहिँ 1 पत्रुस 5:9 है। हामी 1 पत्रुस 5:9, 1 Peter chapter 5:9 verses हामी यसलाई हेर्दैछौँ। हामीलाई यो वचनले के भन्छ त? हामीलाई एकदम यसले चाहिँ गुड वर्ड्स दिएको छ, असल शब्दहरू दिएको छ। प्रिय मित्रहरू, आज पढौँ मित्र। म सबैको निम्ति पढ्नेछु र ध्यानसँग सुन्नुहोला भन्ने कुरामा आग्रह गर्न चाहन्छु। प्रिय मित्रहरू, आज हाम्रो यो वचनमा के लेखेको छ हामीले बुझ्नेछौँ। प्रिय मित्रहरू, यहाँनिर के लेखेको छ? म विश्वासमा दरिलो भएर त्यसको विरोध गर, होइन, विश्वासमा दरिला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरू पनि त्यस्तै कष्टको अनुभव गरिरहनु परेको छ। अनि विश्वास दरिलो भएर त्यसको विरोध गर भनेको कसको? शैतानको, दुष्ट दियाबलसको विरोध गर भनेको। अनि परीक्षाको हामीले शैतानलाई हामीले मौका दियौँ भने ठुलो परीक्षा गर्छ, किनभने बारम्बार हामीले त्यसलाई चाहिँ अपर्च्युनिटीहरू दिइरहेका हुन्छ, हामीलाई परीक्षा गर्छ। अनि हामीले खराब गर्छौँ, हामी चाहिँ एकदम सचेत रहनुपर्छ। यहाँ वचनले के भन्छ भन्दाखेरि तिमीहरू शत्रु र दियाबलस कसलाई भेटौँ र खाइहालौँ भनी गर्जने सिंह चाहिँ खोजी हिँड्छ, होइन। हामीलाई चाहिँ कतिवटा शैतानले हामीलाई परीक्षा गर्छ। अनि हामी त्यो परीक्षाबाट हामीले पार गर्यौँ भनेपछि जित्न सक्छौँ। जस्तै इक्जाममा एउटा विद्यार्थीले इक्जाम दिन्छ, अनि इक्जाम आयो भने उसले पास गर्नको लागि पूर्णाङ्क ल्याउनुपर्छ। यदि त्यसले कम नम्बर ल्यायो भने ऊ पास हुँदैन, फेल हुन्छ। हो त्यस्तै हो। यदि हामी परीक्षा, यो दियाबलसले हामीलाई शैतानले हामीलाई परीक्षा गर्छ, त्यो परीक्षाको विषयमा छ। जब हामी परीक्षामा परिरहेका हुन्छौँ अनि परीक्षामा परेको बेला हामीले त्यसलाई पार गर्न सक्यौँ भनेपछि हामी पास हुन्छ, किनभने प्रभुको नजिक हामी हुन्छौँ। प्रियहरू, यदि हामी भएनौँ भनेपछि हामी शैतानको पासोमा पर्छौँ, किनभने उसले हामीलाई चलाउँछ। हामीले के गर्नु पर्यो? आफ्नो परिवारमाथि डाहा कल ईर्ष्या ल्याइदिन्छ जीवनमा, अनि हाम्रो प्रेम गर्नेहरूलाई पनि हाम्रो शत्रुताको जीवन ल्याइदिन्छ, होइन, शैतानले। त्यसै कारणले गर्दाखेरि हामीले परीक्षा शैतान धेरै गर्छ। अनि त्यसै कारणले गर्दा सबभन्दा ठुलो कुरो चाहिँ दियाबलसलाई मौका दिनु हुँदैन, होइन। अनि त्यसै कारण मौका नदिनुको कारण चाहिँ यो छ, आफैलाई चाहिँ परमेश्वरको अधीनमा राख्नुपर्छ, होइन। हामीले आफूलाई चाहिँ परमेश्वरको अधीनमा राखेर चाहिँ दियाबलस अथवा शैतानको चाहिँ विरोध गर्नुपर्छ, होइन। अनि त्यो हामीले त्यो विरोध गर्यो भने त्यो हामीबाट भाग्छ,
भाग्ने छ हैन, किनभने परीक्षा हामीलाई परीक्षा गर्छ नै, तर चाहिँ हामीले त्यसको विरोध गर्यौँ भने भाग्छ। प्रभु येशूको नाममा इन्कार गर्दछौँ भनेर हामीले भनेर प्रार्थना गर्नुपर्छ। हामीलाई वचनले हामीलाई त्यही सिकाउँछ प्रिय मित्रहरू। त्यसै कारणले गर्दाखेरि प्रभुले हामीलाई यहाँनिर चाहिँ भन्नुहुन्छ हैन, हामीले एकदम असल तरिकाले बुझ्नुपर्छ। अनि विश्वास दरिलो भएर त्यसको विरोध गर्नुपर्छ। एकपल्ट हामी चाहिँ पत्रुसले शैतानको विरोध गरेका चाहिँ थिएनन्, तिनको विश्वास डग्यो, तिनले येशूलाई चाहिँ इन्कार गरे पत्रुसले। अनि अन्त्यमा पत्रुसले पश्चाताप पनि गरे अनि तिनको विश्वास फेरि दह्रो भयो। येशूले पत्रुसलाई भन्नुभएको थियो, फेरि तिमी मातर्फ फर्केपछि तिम्रो भाइहरूलाई स्थिर गराऊ अथवा ल्याऊ। अनि अब पत्रुस यसको पत्रद्वारा त्यही काम गर्दछन् भने संसारभरि सबै भाइहरू शैतानको युक्तिहरू गर्दा उही किसिमको कष्टहरूमा परिरहेका छन् हैन। हामी एक्लै मात्र होइनौँ, हामी एकअर्कालाई पनि स्थिर गराउँ। हामी एक्लै मात्र चर्च जाने होइन, तर हाम्रो परिवारलाई पनि चर्च ल्याउँ भनेको हो। हामीले प्रभु येशू ख्रीष्टको निम्ति एक्लै भजन गाउनु, एक्लै प्रार्थना गर्नु होइन, अरूलाई पनि गराउँ, अरूलाई पनि ल्याउँ भन्नुको खोजेको अर्थ यो यहाँनिर चाहिँ विशेष। अनि अन्त्यमा चाहिँ थुमाको रगत र आफ्नो गवाईको वचनद्वारा विश्वास गर्नेहरू शैतानलाई जित्न सक्नेछन् भनेको छ। विशेष गरी त्यसलाई जित्नेहरू यिनै हुन् जसले मृत्युसम्म पनि नै विश्वास र ज्ञानको माया राखेका छैनन्। किनभने मृत्युसम्मले विश्वास होस् म तिमीलाई लैजान्छु प्रभुले भन्नुभएकै छ। हामीलाई परीक्षा आउँछ तर घाटसम्म पुगे पनि हामी मर्दैनौँ। किनभने जब हाम्रो विश्वास छ भनेपछि हामीलाई परीक्षा त आउँछ नै, तर त्यो परीक्षालाई हामीले चाहिँ टाढा राख्न सक्यौँ र जित्न सक्यौँ भने हामी प्रभु येशू ख्रीष्टको त्यो स्वर्गलोकमा हामी भेटाइनेछौँ। किनभने हामीले परीक्षालाई चाहिँ जित्नु एकदम जरुरी छ प्रिय मित्रहरू। किनभने हामीलाई कस्तो कुरामा चाहिँ शैतानले हामीलाई परीक्षा गर्छ त। हामीलाई रुपियाँ पैसामा यो कुरो, हामीलाई चाहिँ एकअर्काको इष्टमित्रको प्रेममा, अनि त्यसपछि डाहा ईर्ष्यामा, अनि त्यस पछाडि चाहिँ यो जो अहिले मोबाइल छ नि, यो जो चाहिँ सञ्जाल, यसमा सबैलाई चाहिँ त्यो हेर्ने दृश्यमा चाहिँ झुन्डाइदिएको छ हैन। कतिपय हामी आफै पनि परिरहेका हुन्छौँ। अनि यस्तो कुराहरूमा परीक्षा गरेको छ। अनि परिवारमा चाहिँ फुट ल्याउने झगडा यस्ता कुराहरूबाट चाहिँ शैतान चाहिँ परीक्षा गर्छ। अनि नमिठो बोली हैन, चर्को बोली हैन, आज त यसलाई म के गर्छु भनेर चाहिँ त्यहाँनिर के ल्याउनु पर्ने हो, के पत्तै थाहा नै हुँदैन। त्यस्तो कुराहरू चाहिँ शैतानले परीक्षा गर्छ हाम्रो जीवनमा। अनि एउटा चाहिँ बोली वचन मार्ने बोली, किनभने हामी कसैसँग बोल्दैनौँ। बाइबलले भन्छ शत्रुलाई चाहिँ आफूलाई चाहिँ प्रेम गर भनेको छ हैन। हामीले प्रेम गर्नुपर्ने हुन्छ। तर बाइबल अनुसार जिउने हो भने हाम्रो पाप त हाम्रो जीवनमा धेरै छ प्रिय मित्रहरू, तर हामीलाई यसले सुधार्नु पर्छ। परीक्षा हामीलाई धेरै शैतानले गरिरहेको छ, तर हामी कति पनि सुध्रेका छैनौँ। हामीले प्रभु येशू ख्रीष्टमा यदि जिउनु हो भनेपछि हामीले चाहिँ असल जिउनु पर्छ प्रिय मित्रहरू। यही भन्दछ वचनले हामीलाई है। त्यसै कारणले गर्दाखेरि अनि यहाँनिर के भन्छ भन्दाखेरि विशेष गरी त्यसलाई जित्नेछन् भनेको छ। पत्रुस मृत्युबाट पछि हटेनन्, ख्रीष्टको गवाई र विश्वासयोग्य तरवारले चाहिँ दिइरहेको कारणले नै तिनी रोमीहरूबाट मारिरहेका थिए। सायद यो पत्र पाउनेहरूमध्ये कुनै मृत्युको सामना चाहिँ गर्दै थिए होला। तिनीहरूको विश्वास नडगमगाओस् भनेर तिनीहरू प्रभुमा उहाँको शक्तिमा सामर्थ्य र बलवान हुन्, तिनीहरूले पनि शैतानमाथि विजय पाउन् भन्ने कुरा छ यहाँनिर प्रिय मित्रहरू। हैन, यहाँनिर के छ भन्दाखेरि हामीलाई प्रभु येशू ख्रीष्टको शक्ति हामीलाई सबैलाई चाहिन्छ। जेसुकै होस्, चाहे गरिब होस् चाहे धनी होस्, हामीलाई प्रभु येशू ख्रीष्टको शक्ति चाहिन्छ नै चाहिन्छ। जब हामीले ख्रीष्टको शक्ति लिन चाहँदैनौँ भनेपछि हामीले केही पनि गर्न सक्दैनौँ।
जीवन एउटा सङ्घर्ष हो अनि बाइबलले तल भन्छ। त्यसै कारणले गर्दाखेरि अब जीवन भनेको के हो त भन्ने कुरा छ। हाम्रो यो जीवन भनेको एउटा रगतद्वारा बनिएको शरीर हो, रगत नै जीवन हो। त्यसै कारणले गर्दाखेरि हामीले यो जीवनलाई चाहिँ परीक्षा पर्नहरूबाट चाहिँ सुरक्षित राख्नुपर्छ। बाइबलले भन्छ धन्य हो त्यो मानिस चाहिँ जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, खराब गर्नेको सङ्गतमा बस्दैन, यो पनि भन्दछ। अनि त्यसै कारणले गर्दाखेरि हामीले दुष्टहरूको सल्लाहमा हिँड्यो भने त परीक्षा गर्छ है अवश्य पनि। हामी दुष्टहरूको सल्लाहमा हिँड्नु हुँदैन, खराब गरेको सङ्गतमा हामी बस्नु हुँदैन भनेर भनेको छ। त्यसै कारणले गर्दाखेरि डियाबोलसलाई चाहिँ हामीले एकदम हाम्रो हृदयदेखि येशूको नाममा जा, येशूको नाममा जा भनेपछि जान्छ। हामीले प्रार्थना गर्नु पर्यो। परीक्षा गरेको समयमा परीक्षा आउँछ नै, किनभने परीक्षालाई चाहिँ हामीले दूर गर्नु। अनि त्यस कारणले गर्दाखेरि चाहिँ यति भनेर पत्रुसले चाहिँ बाइबलमा चाहिँ यसो भएको सबभन्दा ठुला प्रतिज्ञा एउटा असाध्का प्रतिज्ञा यहाँ लेखिदिन्छ। सबै अनुग्रहले परमेश्वरको र परमेश्वरले तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीलाई फेरि नयाँ पार्नुहुन्छ, स्थिर गर्नुहुनेछ, शक्तिशाली पाउनुहुनेछ। हाम्रो परमेश्वर चाहिँ सबै अनुग्रहको परमेश्वर हुनुहुन्छ। हाम्रो परिस्थिति र खाँचो जे जति भए पनि हाम्रो अनुग्रह चाहिँ प्रशस्तै मात्रामा छ हैन। अनि हाम्रो परिस्थिति र खाँचो, हाम्रो कष्टहरू क्षणभरको हल्लुको मात्र हुन्छ, तर उहाँले चाहिँ हामीलाई ख्रीष्टसँग आफ्नो अनन्त महिमाको निम्ति चाहिँ बोलाउनु भएको छ। अनि तिमीलाई बोलाउनु हुने विश्वासै के हुनुहुन्छ भने उहाँले चाहिँ यो गर्नु नै हुनेछ हैन। 1 थेसलोनिके 5:24 त्यहाँनिर छ। यदि हामीलाई चाहिँ प्रभु ख्रीष्टले बोलाउनु हुन्छ भनेपछि हामी चाहिँ परीक्षालाई चाहिँ हामीले नष्ट गर्नुपर्ने हुन्छ, पार गर्नुपर्ने हुन्छ। प्रिय मित्रहरू, हाम्रो जीवनमा चाहिँ अनि त्यसकारणले गर्दाखेरि परीक्षा धेरै समयमा आउँछन्, कतिपय अगुवाहरूसँग पनि आउँछन्। हाम्रो विश्वास कमजोरी भएको कारणले गर्दाखेरि नै हाम्रो जीवनमा चाहिँ परीक्षा आइदिन्छ। तपाईँले एउटा औकात चाहिँ सुन्नु भएको छ होला होइन, एउटा चाहिँ अनि त्यहाँ पनि एउटा विश्वासको कुरा थियो। एकजना विश्वासीलाई चाहिँ भूतात्मा लागेछ अनि त्यसपछि एकजना पास्टर चाहिँ आउनु भएछ। प्रार्थना गर्दा गर्दा चाहिँ त्यहाँनिर चाहिँ शैतान चाहिँ भागेन छ हैन। अनि त्यस कारणले गर्दाखेरि त्यहाँनिर के भएछ भन्दाखेरि लास्टमा त्यो अगुवा चाहिँ पास्टर चाहिँ प्रार्थना गर्दा गर्दा थाकेछ अनि शैतानले येशूको नाममा जा भन्छ, जान्न भन्छ, जाँदै जाँदैन, निक्लिँदैन हैन। अनि त्यस पछाडि के भनेछ भने चाहिँ भाग्ने भए ता भाग, नत्र मै भाग्छु भनेछ। विश्वासी पनि त्यस्तै हुन सक्छ प्रिय मित्रहरू हो। त्यसै कारणले गर्दा हाम्रो विश्वास कमजोरी भएको कारणले गर्दाखेरि हामीलाई परीक्षामा चाहिँ घरि चाहिँ डुबिरहेको हुन्छ। अनि त्यसै कारणले गर्दाखेरि हामीलाई चाहिँ प्रार्थना गर्न मन नदिने, बिहानीको समयमा सुन्न मन नदिने, बिहानीको समयमा चाहिँ वचन चाहिँ बोल्न नदिने, बिहानीको समयमा चाहिँ हामीले चाहिँ अल्छीपना ल्याइदिने, त्यो पनि परीक्षा हो। बिहानीको समयमा चाहिँ हैन यो चाहिँ कति बोल्छ हो, यो त बोल्छ, यो त कति बोल्छ भन्ने चाहिँ त्यो हृदयमा ल्याइदिने, त्यो दिमागमा ल्याइदिने, त्यो पनि परीक्षा हो। सानो कुरादेखिबाट चाहिँ शैतानले परीक्षा गर्छ। जति तपाईँ बढ्दै हुनुहुन्छ, जति तपाईँ चाहिँ प्रभुको प्रशंसा गर्दै हुनुहुन्छ, सेवा गर्दै हुनुहुन्छ, त्यति तपाईँलाई चाहिँ परीक्षा गरिरहेको हुन्छ, तपाईँलाई गिराउन खोज्छ उसले। किनभने असल गरेको उसले चाहँदैन के हैन। यदि तपाईँलाई लाग्छै होला कोही इष्टमित्रहरूमा हैन, गाउँमा अथवा समाजमा चाहिँ यदि तपाईँ राम्रो बन्दै हुनुहुन्छ भनेपछि कसैले कसैलाई तपाईँलाई आँखा गाडेर गिराउनु खोजेको हुन्छ हैन। हो त्यसै कारणले गर्दाखेरि यदि तपाईँ कुनै असल काम गर्न लाग्दै हुनुहुन्छ भनेपछि कसैले तपाईँलाई गिराउनको लागि उसले चाहिँ के बहाना गरेर चाहिँ तपाईँलाई चाहिँ त्यो कोसिस गर्छ, त्यो चाहिँ शैतानको काम हो। त्यसै कारणले गर्दा त्योबाट हामीले चाहिँ प्रार्थना गर्नु पर्यो, प्रभु मलाई चाहिँ यस परीक्षाबाट टाढा हटाउनुहोस् र यो परीक्षाबाट बचाउनुहोस् भनेर। सबभन्दा हामीले चाहिँ मेन 1 नम्बरमा चाहिँ हामीले शैतानलाई मौका दिनु हुँदैन।
हामीले घरि मौका ल मैले आज गरेर के हुँदैन, ल मैले आज खाए के हुँदैन, ल मैले आज झगडा गरे के हुँदैन, ल आज मैले चाहिँ के भन्छ यो वाद विवाद गरे केही हुँदैन, ल आज मैले मात्रै पछाडि हट्नुपर्छ, ल आज प्रार्थना नगरे के हुन्छ त, ल आज संगति नगरे के भयो त, ल आज चर्च नगए के भयो त भन्ने हाम्रो यो छ नि यो हृदयदेखि आउने जिज्ञासा यो छ। हामीले यसलाई चाहिँ हटाउनु पर्ने हुन्छ, किनभने हामीले हृदयदेखि हटाउँछौँ भनेपछि प्रभु येशूले यसो भन्नुभयो, तिमी ममा रहौ र म तिमीमा रहनेछु, जो ममा रहन्छ त्यो पितासँग पनि रहन्छ उहाँले भन्नुभयो है। त्यसै कारणले गर्दाखेरि कतिपय मानिसहरूले बुझेनन्, किनभने उहाँले उहाँले आफ्नै शत्रुलाई पनि प्रेम गर्नुभयो जस्तो गर्नुभयो। अनि त्यसै कारणले गर्दाखेरि हाम्रो जिन्दगीको यात्राहरूमा, जिन्दगीको हरेक सङ्घर्षहरूमा, जिन्दगीको हरेक परिस्थितिहरूमा आउला हाम्रो जीवन आउन सक्छ। हामी संसारमा छौँ प्रेम मित्रहरू, सुख हुन्छ दुःख हुन्छ, हामीसँग धेरै आँसुका रोदनहरूसँग हुन्छ, हामीलाई परीक्षा आउँछ, किनभने हामीलाई यसलाई केही चिन्ता नगरिकन निराशा नभइकन हामीलाई चाहिँ जित्नु पर्ने हुन्छ। हामी संसारमा चाहिँ मेहनत र परिश्रम गर्न आएका हौँ हैन, हामी यहाँ परदेशी जस्तै छौँ बाइबलले भन्छ। त्यसै कारणले गर्दाखेरि हामीले परदेशी जस्तै भएर चाहिँ यहाँनिर ख्रीष्टको निम्ति हामीले चाहिँ अगुवाई गर्नुपर्छ। परमेश्वरलाई चाहिँ धन्यवाद भएको छ यस समयमा प्रभुले हामीलाई चाहिँ सहायता गर्नुभएको छ। प्रिय मित्रहरू, आजको वचनबाट तपाईँले के बुझ्नुभयो होला, के रहस्यहरू चाहिँ बुझ्नुभयो होला मेरो विचारमा लाग्छ हैन। यो वचन बुझ्नुहोस्, बिहानीको समयमा सुन्नुहोस्, आफ्नो हृदयलाई परिवर्तन गर्नुहोस् र बलियो बनाउनुहोस्। प्रभुले तपाईँको जीवनमा काम गर्नुहुन्छ। प्रभुले तपाईँलाई चाहिँ त्यो मौका दिनुहुनेछ, किनभने परीक्षामा चाहिँ पढ्नको निम्ति तपाईँलाई बचाउनु हुनेछ। आउनुहोस् हामी बिहानीको निम्ति धन्यवाद पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो बिहानीको समयमा हामीलाई सहायता गर्नुभएको लागि वचनको निम्ति पिता परमेश्वर। साथै प्रभु सुन्ने तपाईँका छोराछोरीलाई पनि सहायता गर्नुभएको लागि धन्यवाद। जे जतिले सुन्दै हुनुहुन्छ, जहाँबाट हेर्दै हुनुहुन्छ प्रभु, हाम्रो यस भिडियो पिता परमेश्वर यो च्यानललाई तपाईँ परमेश्वरले उहाँलाई सहायता गर्नुभएको छ। म प्रार्थना गर्छु तपाईँका छोराछोरीलाई बलियो बनाउनुहोस्, स्ट्रङ बनाउनुहोस् पिता परमेश्वर। उहाँलाई तपाईँले परीक्षाबाट बचाउनु भएको छ भनेर म प्रार्थना गर्छु। कतिपय परीक्षा गर्ने पिता समस्याहरू ल्याइदिने हे पिता परमेश्वर, सबै दुष्ट कामहरू येशूको नाउँमा म इन्कार गर्दछु। दियाबलसलाई तिमीहरूले विरोध गर, त्यो तिमीहरूबाट भाग्नेछ। हे पिता परमेश्वर, आज तपाईँको वचनले त्यही भन्दछ पिता परमेश्वर। जे जति आफ्नो यात्रामा हुँदै हुनुहुन्छ, आउँदै गर्नुहुन्छ पिता परमेश्वर, उहाँलाई सहायता गर्नुहुन्छ। जे जति जाँदै हुनुहुन्छ प्रभु, हामीलाई थाहा छैन हामी दिनभरि कहाँ जान्छ, हामीलाई थाहा छैन प्रभु, बिहानीको समयमा हामीलाई सहायता गरिकन आशिष दिनुभएको छ। धन्यवाद पिता पुत्र पवित्र आत्मा, हामी सबैको साथमा हुनुभएको छ भनिकन म प्रार्थना गर्छु। हे पिता प्रभु, हाम्रो असल गोठालो असल महान पिता प्रभु तपाईँ हुनुहुन्छ, म तपाईँलाई धन्यवाद भन्छु। हालेलुया हालेलुया। सुसमाचारको जीवन तपाईँले दिनुहोस् प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। सबै कुराको निम्ति आशीर्वाद दिनुभएको होस्, सबै परिवारलाई तपाईँले सहायता गर्नुहोस्। यो बिहानीको समयमा परमेश्वरलाई तपाईँ परमेश्वरले प्रभु अनुग्रह गर्नुभएको होस् भनिकन म प्रार्थना गर्दछु। धन्यवाद 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 महिमित परमेश्वर। सबै प्रार्थना प्रभु हामी तपाईँको हातमा छ, जीवित पवित्र येशू ख्रीष्टको नाममा। आमेन आमेन। जय मसीह।